अब स्याङ्जाइले गफला भन्छन्। अब तर चाहिँ नि यो कुकुरलाई हेर्नुहोस् तपाईँहरूले, हाम्रा स्याङ्जातिर बाघ र कुकुर कसरी भेट्छन् ल हेर्नुहोस्। यो अहिले तल झरो माथि बाघ देख्नुभयो तपाईँहरूले? हाम्रै स्याङ्जा हो यस्तो चाहिँ नि। माथिबाट बाघ आयो फेरि कुकुर जान्छ। ल हेर्नुहोस्, पुरै हेर्नुहोस् माथि एउटा झर्दैछ। अब चाहिँ नि तपाईँको चाहिँ ल हेर्नुहोस्, अब गयो कुकुर। बाघ र कुकुर त हाम्रातिर त अझ एउटै खोरामा बस्छन्। अब भन्ने भने गफलाए जस्तो हुन्छ। ल हेर्नुहोस्, अब यहाँबाट रन्कँदै जान्छ फेरि। अब चाहिँ नि अब दुईजना भेटघाट गर्छन्। अब एकैछिन भेटघाट गर्छन्। हिजो बेलुका चाहिँ के डिस्कस परेको थियो जुडाको, त्यही भएर एउटा वारी एउटा पारी बसिया छन्। अब चाहिँ नि अब ल हेर्नुहोस्, माथिबाट मान्छेहरू पनि गरेका। अब यो बाघ बिरामी छ कि के छ, अब बुझ्नलाई जान्छ कुकुर। अब यसो गएर चाहिँ यसो कतिको त्यो चाहिँ हेर्नुहोस्, ल हेर्नुहोस् कुकुर, ल हेर्नुहोस् कुकुर गयो। अब हिजो बेलुका किन झडारेको भन्दै छ फेरि। ल हेर्नुहोस्, हाम्रातिर त बाघ र कुकुर त यस्तरी मिलेर बस्छन्। यो बा एकै थिएँ यस्तो कहिल्यै देख्नु थियो कसैले कतै। ल हेर्नुहोस् फेरि जिस्काएर आयो। ल हो नि त अझै दुइटाको। अब त्यही भएर जिस्काएर आयो, फेरि जिस्काउन गयो कुकुर। ल हेर्नुहोस्, यता उहाँ गएर चाहिँ नि सिधै वाङ्ग पारेर आयो। ल हेर्नुहोस् यस्तो काहीँ देखिन्छ। ल हेर्नुहोस् जिस्काएर आएको फेरि। ए बाघ र कुकुर त हाम्रा स्याङ्जातिर त मेरा बाबा हो। ल हेर्नुहोस् यस्तो पनि हुन्छ। यस्तो रमी त आजसँग काहीँ देख्नुभएको थिएन होला, आज देख्नुभयो। ल हेर्नुहोस् जिस्की खेलेछन् बाघ र कुकुर। हाम्रातिर त बडो अचम्म हुन्छ क्या यार। त्यही भएर त मैले तपाईँहरूलाई भनिरहेको छु नि, सकेसँग घर स्याङ्जा होस् त्यो पनि छैन भने, ससुराली स्याङ्जा होस् त्यो पनि छैन भने, माओली स्याङ्जा होस् त्यो पनि छैन भने, केही पनि नभए साथीभाइ इष्टमित्र स्याङ्जा हुन्। अब केही पनि छैन स्याङ्जा भन्ने थाहै छैन भने त अघिल्लो जन्ममा पक्कै पनि केही न केही नराम्रो गरेर अब त्यो त बाँचेको अर्थ नै साह्रै रहन्न भन्ने कारण त्यही हो त नि। मैले अब देखिहाल्नु भयो बाघ र कुकुर कस्तो गर्छन् स्याङ्जातिर।